नमस्कार सम्पूर्णमा म हुँ डीबी राणा। पेशाले म एक अंग्रेजी भाषा प्रशिक्षक तथा मोटिभेसन स्पिकर। आज म संगतको फल भन्ने शीर्षकमा एउटा भिडियो बनाउन गइरहेको छु। एकजना विद्वानले भनेका छन्, जीवनमा सफल हुने हो भने दुई प्रकारका व्यक्तिसँग हामी संगत गर्नुपर्छ, साथ गर्नुपर्दछ। एक छ सफल भएको व्यक्ति र अर्को छ जीवनमा पटक पटक असफल व्यक्तिसँग हामीले संगत गर्नुपर्दछ। सफल भएको व्यक्तिबाट हामी सफल कसरी हुने र कुन तरिकाले हुने र सफलताका सूत्र हामी सुन्नेछौँ र बुझ्नेछौँ र त्यही अनुसार हामी जीवनमा लागू गर्नेछौँ। र पटक पटक असफल भएको व्यक्तिसँग हामी असफल हुनका कारण के हुन् त्यो कारण पहिले हेरेर हामी अगाडि बढ्यौँ भने पक्कै पनि हामी सफलताको शिखरमा चुम्न सक्दछौँ। त्यो पनि हामीलाई धेरै सहयोग पुग्नेछ। र यो पनि देख्न सक्नुहुन्छ हजुरहरूले, यो रत्नकार डाकु जस्तो डाकु पनि नारायण मुनिको उपदेशले गर्दा उनी वाल्मीकि बनेर विश्व चर्चित ग्रन्थ रामायण दिएर उनी चर्चित भएको देखेका छौँ हामीले। र त्यो पनि एउटा संगतको फल हो। र अर्को छ हाम्रो, जसको पनि औँला काटेर माला लगाउने अङ्गुलीमाल जसको औँला काटे उसको औँला काटेर माला लगाउने गर्थ्यो। र भगवान गौतम बुद्धको उपदेशले गर्दा उनी के भए, आफ्नो सबै जीवन बिचमा परिणत गरे र उनी संगतले गर्दा उनको पनि सुध्रिए। र त्यही भएर हामीले पनि यो पनि भन्छौँ कि संगतको फल मिठो हुन्छ र संगत हामीले राम्रोसँग गर्नुपर्छ। र हामीले नराम्रोसँग गऱ्यौँ भने पक्कै पनि हामी नराम्रो फल प्राप्त गर्छौँ। र राम्रोको संगत गर्दा हामी राम्रै ठाउँ जान्छौँ र नराम्रोको संगत गर्दा हामी नराम्रै ठाउँमा जाने भएकोले हामीले संगतको फल पक्कै पनि हामी ढिलो चाँडो पाउने भएकोले संगत हामीले जहिले पनि राम्रोसँग गर्नुपर्दछ। र संगत राम्रो गऱ्यौँ भने हाम्रो जीवन पक्कै पनि चेन्ज हुन्छ, परिवर्तन हुन्छ र हामी सफलताको शिखरमा पुग्न सक्दछौँ। हस्त नमस्कार सम्पूर्णलाई।